हेलो सबैजनालाई नमस्कार। यो भारतको एउटा न्युज तपाईहरुलाई सुनाउँदैछु। जुन 2009 मा भारतको आन्ध्र प्रदेश राज्यको खम्बम भन्ने ठाउँ र जुन गुजरातको बडोदरा भन्ने ठाउँमा करिब 24,000 किशोरीलाई एचपीभी भ्याक्सिन लगाइएको थियो। त्यस एचपीभी भ्याक्सिनले गर्दा 7 जना किशोरीहरूको मृत्यु भएको थियो हैन। त्यसपछि अब छानबिन समिति बस्यो, छानबिन भयो र छानबिन समितिका अनुसार त्यहाँ के पाइयो भन्दा त्यो किशोरीहरूले आत्महत्या गरेको भन्ने जुन छानबिनको रिपोर्ट आयो र हाम्रो गाउँघरमा पनि जुन यस्ता किसिमका जुन भ्याक्सिनको साइड इफेक्ट्सले हो कि भन्ने कुरा जुन एउटा भरम भनौँ या के भनौँ हैन। अब त्यो सत्य हो कि भरम हो कि हैन, किनभने हामीसँग त्यो प्रुफ गर्ने त्यस्तो कुनै माध्यम छैन। किनभने आत्महत्या त हाम्रो गाउँमा हामीले सुनेको ठाउँमा पनि धेरै भइरहेका छन् हैन, बिना कारण हैन। सानो बच्चाहरू जसले आफ्नो क्यारियरको लागि मेहनत गर्दै थिए त्यस्तो हाम्रा कलिला बच्चाहरूले आत्महत्या गरेका छन्, जसलाई कुनै किसिमको लोड नै थिएन हैन। अब फ्यामिली पाल्नुपर्छ भन्ने लोड थिएन, ऋण तिर्न पर्छ भन्ने लोड थिएन, जसको घरमा पनि सबै कुरा ठिकठाकै छ, आम्दानी इन्कम ठिकै भएको फ्यामिलीको बच्चाहरूले आत्महत्या गरेका छन्। अब यो साइड इफेक्ट्स जुन भारतको आन्ध्र प्रदेश र गुजरातमा एचपीभी भ्याक्सिनको साइड इफेक्ट्सले गर्दा भन्ने जुन रिपोर्ट आएको छ, यो रिपोर्ट पढेपछि मलाई अलिकति हाम्रो देशमा पनि जुन आत्महत्या भएका छन् त्यतातिर अलिकति चिसो मनमा भएको छ हैन। अब त्यो त के हो कसो मैले डाइरेक्टली भन्न सक्दिनँ, किनभने योभन्दा पहिला पनि एचपीभी भ्याक्सिनमा मिसाइएका तत्त्वहरूको बारेमा मैले छर्लङ्ग भनिसकेको छु र त्यो तत्त्वहरूले गर्ने जुन साइड इफेक्ट्स हुन् त्यसको बारेमा पनि मैले भनेको छु र त्यहाँ त्यो साइड इफेक्ट्सको बारेमा गरिएका अनुसन्धानहरूका र त्यो अनुसन्धान गरिएको छापिएका पत्रिकाहरू त्यो सबैको डिटेल पनि मैले योभन्दा पहिलाको भिडियोमा जुन एचपीभी भ्याक्सिनको बारेमा बनेको भिडियो थियो त्यसमा भनिसकेको छु र तपाईहरु अब आफै बुझ्नुस् हैन। यो एचपीभी भ्याक्सिन कतिसम्म कहाँसम्म सुरक्षित छ, कहाँसम्म सुरक्षित रहेछ, जुन तरिकाले विश्वभरि अहिले एचपीभी भ्याक्सिनका साइड इफेक्ट्सहरू आउन थालेका छन्, जुन यो बेला बेलामा यो उसले के भन्छन् बिल गेट्स जुन संसारको धनाढ्य भनिन्छ व्यक्ति, त्यसले पनि समय समयमा मेडिसिनमा काम गर्न सकियो भने हामीहरूले 15 देखि 20% जनसङ्ख्याहरू कन्ट्रोल गर्न सकिन्छ भनेर बेला बेलामा उसको इन्टरभ्यूहरूमा स्पिचहरूमा सुन्न पाइन्छ। मिडिया युट्युबहरूमा तपाईँ जानुभयो भने सजिलै त्यो उसको भाषणहरू सुन्न सक्नुहुनेछ। र यो एचपीभी भ्याक्सिन पनि कहीँ न कहीँ बिल गेट्स एन्ड फ्रेन्ड्सहरू त्यसको साथीहरू मिलेर बनाएको भ्याक्सिन हो र यो यसको बारेमा अझ दुईटा भिडियो बन्दैछन्। दुईटा भिडियोहरूमा अब कुन पहिलो बन्छ त्यो म राख्नेछु। र अहिले यो जुन भारतको न्युज आएको छ यसमा एचपीभी भ्याक्सिन जबरजस्ती लगाउनेहरूको हातसम्म पनि काट्न थालेका छन् मान्छेहरूले, किनभने अब सरकारलाई माथिबाट प्रेसर आएको छ, बिल गेट्स एन्ड ग्रुपबाट के भन्छन् प्रेसर आएको छ हैन। अब उनीहरूको कुरा सुनेन भने सरकारको के भन्छन् अब मन्त्री पद जान्छ हैन, सरकारदै विघटन हुन्छ हैन। अब विभिन्न आन्दोलनहरू हुन्छन्, जस्तो हाम्रोमा जेन्जी आन्दोलन भयो। त्यो जेन्जी आन्दोलनको पछाडिको मुख्य कारणहरू मध्येको एउटा कारण म तपाईहरुलाई सुनाउँछु। जति बेला कोरोना भएको थियो हाम्रो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको थियो कोरोना सोरोना केही होइन, नेपाली भनेका बादर हुन्, कोरोनाको भाइरसले नेपालीलाई केही गर्न सक्दैन हैन। एक हिसाबले कहीँ न कहीँ उनी त्यो बिल गेट्स एन्ड ग्रुपको अन्डरमा नआउन खोजेको रहेछन्। हामीहरूले त्यति बेला अब मजाक उडाइयो हैन, मैले पनि स्ट्याटसहरू लेखेँ, तर त्यो भित्री कुरो उनले बुझिसकेको रहेछन् हैन। त्यो त अब बल्ल सतहमा आयो, हामीहरूले बुझ्यौँ। उनले त्यति बेला सत्य भनेका रहेछन् र कहीँ न कहीँ केपी शर्मा ओलीको सरकार विघटन हुनु, यो आन्दोलन हुनु
का धेरै कारणहरूमध्ये त्यो कोरोना कालको पनि एउटा कारण छ। किन भन्दा त्यति बेला भ्याक्सिन नलगाउन यी मुसलमान कन्ट्रीहरूमा जति पनि मुस्लिम जुन लिडरहरू छन्, लिडरहरू मर्नु, उनीहरूलाई मारिनु भनेको पनि कारण यही हो। जुन पैसा र भ्याक्सिनको खेल अहिले संसारभरि चलेको छ। तपाईँहरू जेसुकै भन्नु, जेसुकै गर्नुहोस्, यो संसारमा खेल भनेको पैसा र भ्याक्सिनमा। भेनेजुएलाको राष्ट्रपतिलाई किन उठाइयो? किन भन्दा उसले पैसा जुन नोट छ, यो नोटको बारेमा उसले आवाज उठाएको थियो र यो नोटलाई नमान्ने थियो। किन भन्दा भेनेजुएलामा पर्सेउला जस्तो पैसाहरू छन् होइन, जसको मूल्य नै छैन। तपाईँहरूले उस्तै पऱ्यो, भेनेजुएलामा 1 किलो चामल किन्नको लागि के भन्छन्, 1 ढोका पैसा लगेर जानुपर्ने स्थिति थियो कि। जुन हाम्रो नोट छ, यो नोट केही पनि होइन, तपाईँ हामीहरूलाई फसाउने एउटा जाल मात्र हो। यसको बारेमा भिडियोहरू बनाउने छु, त्यतापट्टि नजाउँ। अहिले यो जुन मुख्य विषयवस्तु भनेको HPV भ्याक्सिन लाई होइन, अब तपाईँहरू विश्व स्तरमा हेर्नुहोस् यसका कति साइड इफेक्ट्सहरू आइरहेका छन्। त्यसपछि मात्र आफ्नो किशोरीहरूलाई लगाउनुहोस्। र अब जति पनि किशोरीहरूलाई लगाउँछ, करिब 14 लाख किशोरीहरूलाई भ्याक्सिन लगाइसकिएको छ। र त्यो 14 लाख किशोरीहरूको जुन भ्याक्सिन छ त्यसको एन्टिबायोटिक अझ अर्को के भन्छन् भ्याक्सिन पनि आउँदैछ। 2027 देखि 2030सम्म नेपालमा आउँदैछ। किन भन्दा यो एग्रिमेन्ट पनि केपी शर्मा ओलीसँग नै भएको होइन। अब यसको बारेमा पनि म तपाईँहरूलाई भिडियो बनाउँछु, तर त्यति बेला पैसा लाग्ने छ। अहिले फ्रीमा दिएर तपाईँहरूलाई रोगी बनाउँदैछ, पछि त्यसको मूल्य भनेको, यो भ्याक्सिनको मूल्य भनेको अब क्यान्सर होइन, क्यान्सर भनेर तपाईँ हामीहरूमा भरम फैलाइरहेको छ। अब यो क्यान्सर भनेपछि त औषधि पनि महँगो हुने भयो। यसको रेट भनेको 8 देखि 12,000 तोक्ने भनेर नेपाल सरकारसँग गाभाले एग्रिमेन्ट गरेको छ। त्यसको लागि म छुट्टै छर्लङ्ग भिडियो बनाउँदैछु। सकेसम्म यो HPV भ्याक्सिन लगाउनको लागि आफ्नो किशोरीहरूलाई बचाउनुहोस् भन्नको लागि म अनुरोध गर्दछु।